गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। आज चाहिँ बिहान एकदम सन्चो छैन यार गाइज यार, मलाई पेट दुखिरहेको हानेको रातिदेखि। अचानक राति पेट दुख्नु थाल्यो, अझै पनि दुखिरहेको हानेको, कस्तो पेट दुखिरहेको यार। त्यो अहिले खाना पनि खान्न म त अब आज। अहिले बिहानको यस्तो पेट दुखिरहेको। अहिले अब होटेल रुम पनि चेन्ज गर्नु, अर्कोतिर जानु हो। त्यही भएर अब त्यही रेडी प्याक गरिदिनुहुन्छ। हामी होटेलबाट चेकआउट गरेर यहाँ अटो चढेर चाहिँ यहाँ के अरे एउटा होटेलमा लिएर आयो अटोवालाले, रेलवे स्टेसन नजिकै बस्ने भनेर। आज एक दिन पनि यहीँ बस्ने अन्त। अनि फेरि भोलि बिहान 5 बजीको ट्रेन छ, त्यही भएर अनि स्टेसनको नजिक बस्यो भने झोला धेरै छ नि त। अनि के अरे लैजान सजिलो हुन्छ भनेर यहाँ रुम खोज्न जानुभयो। अहिले चाहिँ अटोमै छ, अब कतिको रुम पाउँछ भनेर हेर्न जानुभयो मम्मी बाबा। जुन होटेलमा बस्न खोजेको थियौँ त्यो होस्टेलमा बस्यो। अब आज त कतै घुम्नु जानु छैन, बेलुकातिर जाने गयो चाहिँ उता प्रेम मन्दिर अनि इस्कनहरू घुम्नु जान हो। त्यति घुम्ने अनि त्यसपछि भोलि चाहिँ ट्रेन छ हाम्रो। अब चाहिँ मस्त सुत्छु म। बिहान त्यस्तो पेट दुखिरहेको थियो, सन्चो थिएन, अब त मस्त सुत्ने। गाइज कोठामा बस्दा चाहिँ होला र अहिले चाहिँ यतिकै बाटोमा हिँडेँ केही खानेकुराहरू लिएर आउनलाई। पानी चाहिएको थियो, पानी पनि ल्याउनलाई। हल्का टाढै यो नजिकको पसल बन्द रहेछ क्या आज, त्यो भएर हल्का टाढै जानुपर्छ। केही भएन, तर घुम्न मजा आइरहेको। हामी अटो चढेर वृन्दावन आइसक्यौँ। अब प्रेम मन्दिरतिर जानु लाग्यो हामी। प्रेम मन्दिर र इस्कन दुईवटा मन्दिरमा जान छ। त्यो दुइटा बाँकी थियो, अब अरूहरू पनि बाँकी थियो, तर त्यो चाहिँ हामी पहिले आएको बेलामा घुमिसकेको थियौँ। त्यही भएर त्यहाँ चाहिँ अब नजाने भनेर टाइम पुगेन, त्यही भएर अब नजाने भनेर यो दुइटा चाहिँ जानुपर्छ कि। त्यही भएर मन्दिरमा जानुभन्दा अगाडि यसो भोग लाएर छोले भटुरे अनि समोसा चाट। हामी फाइनली इस्कनमा गएको। इस्कनमा सुटिङै अलरेडी हुन्छ, गेटबाटै सुटिङ अलरेडी हुन्छ। अहिले चाहिँ हामी प्रेम मन्दिर आयौँ। एकदम राम्रो मन्दिर हो यो चाहिँ, पछाडि देख्न सक्नुहुन्छ, मेरो पछाडि नै छ। यो पनि देखाइदिन्छु, यहाँबाट इन्ट्रेन्स हो। पुरै यस्तो ग्राउन्ड साउन्ड राम्रोसँग राखेर दादा यतापट्टि नि एकदम राम्रो छ। यहाँ घामले गर्दा टल्किएर देखियो होइन, र म देखाउँछु हजुरहरूलाई। डार्कहरू यार यस्तो देखेको छ, एकदम राम्रोसँग सजायो। यो घामले गर्दा क्यामेरामै देख्थेन कि गाइज, एकदम भिड छ। त्यही भएर यहाँ मान्छेहरू नि एकदम धेरै देखिन्छन्। मन्दिर चाहिँ यो है गाइज, एकदम राम्रो। रातिमा झन् लाइटिङ हुन्छ, कस्तो राम्रो देखिन्छ गाइज। फोटोसुटहरू चलिरहेको धेरैजनाको, तर यहाँ राम्रो स्ट्रक्चरहरू छ। मन्दिर भयो यता पनि के छ, सबैजना घुमिरहन्। म भिडियो गर्नको लागि मात्रै क्यामेरा चस्मा तल गरेको कि त्यो हेर्नुपर्छ, पुरै कालो देखिन्छ चस्माबाट। त्यही भएर मन्दिरको स्ट्रक्चरमा कस्तो डिटेलिङ छ यहाँ हेर्नु न। यस्तो डिटेलिङ पुरै हेर न, पुरै त्यो केरेर हो कि कसरी यस्तो डिटेलिङ गरेर बनाएको पुरै मन्दिरै। के हो कृष्ण, यो रुखको डिजाइनहरू पनि एकदम सेपमा मिलाएर काटेर है। कृष्ण भगवान र बलरामजी पहिला गाई चराउनु जान्थ्यो नि, त्यसैको हो यो चाहिँ। अनि कृष्ण भगवानको एकदम राम्रो खालको छ। अनि यहाँ पुरै वाटरफल वाटर फाउन्टेन चलिरहेको यहाँ पछाडि। एकदम राम्रो गार्डन टाइपको बनाएको क्या यो राम्रो। यस्तो पुरै गार्डन टाइपको होइन, चारैतिर मन्दिरको चारैतिर छ यस्तो मन्दिर भयो। अब उतातिर पनि छ के छ, गोवर्धन पर्वतहरू यहाँ छ, यतातिर पनि गार्डन छ। फुललाई काटी पुरा लेटरहरू बनाएर कृपालु लेखिरहेको चाहिँ। गाइस गोवर्धन पर्वत पानी झरेको, यी अस्ति हामी गएको थियौँ नि गोवर्धन पर्वत देखाएको थियो नि, यही हो कि। यी कृष्णहरूले यसरी चाहिँ के अरे अरूहरूले चाहिँ लट्ठीमा अड्डाएको थियो, कृष्णहरूले एउटा औँलीमा चाहिँ अड्डाएर सबैलाई बचाउनु भएको थियो है। एकछिन थकेलाएर यहाँ रेस्ट गरेर यो राति कहिले हुन्छ र बत्तीमा के अरे मन्दिरमा बत्ती बल्छ भनेर वेट गरेर आऊँ कि हामी। म हजुरहरूलाई पनि देखाउँछु कि न, यस्तो दामी देखिन्छ यो मन्दिर रातिमा। पहिला नि आइसक्यो नि त, मलाई थाहा कि। त्यही भएर राति भोक लगाएर मसला डोसा गाइस, डोसा त खाएर भइयो। अब चाहिँ पास्ताको पालि। यार चिज हालेर बनाएको एकदम टेस्टी छ यार पास्ता त। आज खाएर भएपछि लास्टमा डेजर्ट त खानै पऱ्यो, आइसक्रिम। मन्दिरमा लाइट बालिसक्यो, एकदम कडा देखियो। बाबा यो बोतल छ भने त एकचोटि यो देखाइदियो थिएँ। त्यो लाइट पनि चेन्ज हुन्छ यसको गाइस, यस्तो दामी देखिन्छ झन्। अहिले अगाडिको साइड जानुपर्छ, पछाडिकोपट्टि अहिले हामी। अहिले कलर चेन्ज भयो नि यार, कलर चेन्ज भएको देखाउँछ भनेको गाइस। भयो कलर चेन्ज भयो, फेरि चेन्ज हुन्छ। एकछिन वेट, कलर चेन्ज भएको लाइट देखाउँछु म।
छिटो होइन यार ल ल ल ल ल पिङ्कबाट चेन्ज हुँदैछ ओरेन्जमा चेन्ज भयो गाइजी ओरेन्जमा चेन्ज भयो अब येल्लोमा एकदम दामी यस्तो दामी देखिन्छ यार यो रियल लाइफमा आएर हेर्नुपर्छ आमा ग्रिन भयो फेरि गाइज अझै यसको भित्र जानुपर्छ गाइज यस्तो दामी दामी मूर्तिहरू छ भगवान्को कृष्ण भगवान्को यस्तो दामी दामी मूर्ति छ भित्र गएको बेला पनि देखाउँछु म भित्र पनि जान्छु पहिला यहाँ चप्पल कुद्नुपर्छ मैले यहाँ बाबा अनि मम्मी जानुहुन्छ अनि त्यसपछि बल्ल म र मम्मी फेरि जान्छ यहाँ त्यो पनि यस्तो दामी छ यार यस मन्दिरभित्र आइसक्यौँ तर फोटो लिन मनायो भनेर बोर्डै लगाएको त्यो भएर अब लुकी गरिरहेको गार्डले देख्छ कि भनेर डर लागिरहेको यार स्यान्डलियर्सहरू हेर न यस्तो दामी डिजाइन हेर न यहाँ भगवान्हरूको मूर्तिहरू पनि छ एकदम राम्रो खालको स्यान्डलियरहरू चाहिँ एकदम दामी दामी के डिजाइन होइन सजावट एकदम राम्रोसँग गरेको के मेरो आवाज आएको कि त्यो चाहिँ थाहा छैन तर यहाँ अगाडि अब मेन मूर्ति आउँथ्यो त्यो देखाउँछु अनि बन्द गरिदिइहाल्छु त्यहाँ फोटो लिन मनायो भनेर 4-5वटा ठाउँमा लेख्यो यहाँ त रहन्छ हल्का हल्का भित्र जानुपर्छ गाइज प्रेम मन्दिरको राधाकृष्ण गाइज सजावट पनि हेर राधाकृष्णलाई पनि हेर गाइज एकदम राम्रो मन्दिरभित्र त त्यस्तो सुट गर्ने मौकै पाइएन कि त्यहाँ पुलिसहरू गार्डहरू थियो त्यहाँ यस्तो डर लागिरहेको थियो मोबाइल लगिदिन्छन् नि भनेर अनि भरे हल्का जति देखाउन सक्यो त्यति देखाइदियो अब हामी सिधै फर्किन लाग्यो हाम्रो होटेल रुमतिर बिस्तारै बिस्तारै हिँड्दै यहाँ होइन एकदम रमाइलो टाइपको सक्यो जानै मन लागेन तर अब जान त परिहाल्यो होइन भोलि ट्रेन छ फेरि विदेशीहरूले भजन गाइरहने नि यार सब विदेशी नि यार सुगर क्यान जुस गाइज ब्याक टु होटेल रुम अब त एकदम खुट्टा दुखिसक्यो यार हिँड्दा हिँड्दा अब थाकिसक्यो खानासाना वहीँ खाइयो प्रेम मन्दिरमा अब म यस्तो पसारेर मोबाइल चलाउँदै सुतिन्छ अब जब सिधै अब भोलि ट्रेन छ छिटो नि उठ्नुपर्छ फेरि 3 बजे उठ्नुपर्छ 4 बजीसम्म त स्टेसन पुग्नु पऱ्यो नि त 5 बजे ट्रेन छ 3 बजी उठेर नुहाइधुवाइ गर्नु परिहाल्यो सो आजको लागि चाहिँ यति नै गरौँ होला थ्याङ्क यू सो मच फर वाचिङ सब्सक्राइब गर्न नबिर्सिनु होला लाइक गर्न नबिर्सिनु होला अनि मिठो कमेन्ट चाहिँ गर्न चाहिँ भुल्नु नै भएन है त